साथीहरु सबैजना नमस्ते एन्ड वेलकम टु माई च्यानल। आज चाहिँ म सानो एउटा मिनी ब्लग ल्याउँदै छु हजुरहरूको अगाडि। हामी चाहिँ आज कहाँ जान लाग्यो भनेर तपाईहरुलाई देखाउँछु। साथीहरु हेर्दै गर्दिनु होला। ल हामीहरु चाहिँ यहाँ अब कफी किन्न लाग्यो। यहाँ छ मेरो भाइहरु दाइहरु पुरा यहाँ कफी किनेर खाइरहेको छ। यहाँ छ मेरो बेबी, यता छ मेरो साथीहरु भाइहरु सबजना। हामी चाहिँ आज सामान किन्न जान लाग्यो है साथीहरु। मेरो भिडियो लास्टसम्म के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको खाम। हामी चाहिँ साथीहरु यहाँ सामान किन्न आएको छु। हल्का सामानहरु सपिङ गर्दैछौँ। यहाँ वाइन हेर्ने रे, त्यही भएर वाइन हेर्न आएको है। छैन क्या भिडियो बनाए हल्का। यिनीहरू चाहिँ यहाँ साइकल हेरेको छ है साथीहरु। साइकल किन्ने भन्दै थियो, किन्ने भनेको थियो होइन। यो बबल लाइदिनलाई साइकल चाहिँ बबल छ है यहाँ। कस्तो राम्रो कति राम्रो माछाहरू। बच्चाहरू के फुलहरू चाहिँ कस्तो राम्रो फुल के। मैले त जुन फुल रोप्ने मरामरी गर्ने क्या, त्यही भएर मलाई फुल रोप्नै मन लागेन। कति राम्रो रातो के रेड कलरको। वाउ यहाँ चिनाहरूलाई भोक लगाएर खाइरह है पुरा। अब हात पनि सुरुवात गर्नकै सस र क्या ल खाए। मेरो त भिडियो हेरेर पसन्द हामी चाहिँ पुरा बर्गर खाएर है टन्न अगाएर फेरि हामी यता जाँदैछु पसलतिर। सबजना धेरै धेरै खाएर यत्रो पेट देखाउँदै हिँड्नेछ है। यत्रो पेट। आज यहाँ पानी पर्छ भनेर देखाइरहेको थियो वेदरमा, खै पानी पनि परेन। तर खै पर्छ कि के हो कुनै। आकाश पनि कालो कालो भइरहेछ है। नपर्दै हुन्थ्यो, घर पुग्नेसम्म चाहिँ नपर्दै हुन्थ्यो। हामी चाहिँ यहाँ हल्का सपिङ गर्न आएको। लुगाहरू भाडाहरू कति राम्रो राम्रो क्या। साथीहरु हामी चाहिँ यहाँ जुत्ता हेर्न आए। जुत्ता चाहिँ ठिकै रहेछ है, खास राम्रो नरहेछ। यहाँ चाहिँ सेलमा छ अरे। सेलमा चाहिँ कस्तो जुत्ता रहेछ त। Oh my god, कस्तो चप्पल है यहाँ त। यस्तो त खासै राम्रो रहेछ। अब
बच्चाको चाहिँ क्या राम्रो हुन्छ कि क्युट क्युट के वाउ कस्तो राम्रो पिङ्क कलरमा के बेबीहरूको चाहिँ एकदम राम्रो राम्रो के जुत्ताहरू पनि वाउ यो झन् कस्तो राम्रो पिङ्क के यता फेरि भाडाहरू यता नि छ नि बच्चाहरूको हाम्रो अब महँगो बजार आयो 250 अरे के ल हाम्रो दाइले यहाँ सपिङ गरेर पुरा मैले रिस्क्यान एउटा सपिङ गरेँ अरे के अब यहाँ 250 बाट चाहिँ म सामान किन्छु घरको लागि हामी 250 आयो साथीहरू अब मेरो सपिङ स्टार्ट यहाँको वेदर हेर्नु न यस्तो भएको छ क्या भर्खरको भर्खर पानी पर्न थाल्यो क्या आकाश पनि कालो भएर आयो पानी पर्यो के गर्नु साथीहरू बिजोग भन्नुभयो अब त कोखारमा कोकाको चाहिँ पसल ससल गएर सब सामान किनेर चाहिँ हामीले लास्टमा प्याज किने 1 कार्टुन प्याज किने कसैलाई चाहिन्छ भने किन्न आउनुलाई हाम्रोमा मात्र 200 रुपियाँ किलो है साथीहरू